गाइज, नमस्ते, वेलकम। यो चाहिँ हाम्रो धानबारी हो। धान पाकेको छ। हेर्नुहोस् त, धान पाकेको छ। मेरो घर त्यहाँ पर छ। धान पाकेर यस्तो भएको छ। अहिले चाहिँ तिहार लागेको छ नि त, त्यही भएर धान काटेको छैन हामीले। धानहरू यस्तरी हेर्दैछौँ। अनि यता यता उतासम्म छ, पारी अनि आज यतैतिर बाख्राहरू पनि चरन ल्याएको। ल हेर्नुहोस् है गाइज, बाख्राहरू यहाँ छ। ल यता छ, उता छ। अनि हेर्नु, बाख्रा खसीहरू छ। यता पर छ, यता खोला छ। खोलाहरू छ, खोला पानीहरू सानो सानो छ। अहिले पानी छैन भन्दा पनि हुन्छ। सानो छ पानी, अहिले सन्चो छ। यता छ खोला, यस्तो छ। यसपालि खासै बर्खा लागेन भनौँ न, त्यही भएर चाहिँ अहिले यस्तो अवस्थाहरू छ। यता हाम्रो खोपन भन्छ यसलाई चाहिँ, यता माथि टपथुङका डाँडा हो। उता माथि अस्ति नै 3 दिन कि 2 दिन पानी सरासर परेर त्यहाँ पहिरो गएको हो। अनि यतादेखि याङसिला हुँदै जान्छ। याङसिला यता हो। तले चाहिँ याङसिला हुने बाटो चाहिँ यतादेखि जान्छ। उता कटेर नरकटे, याङसिला, चिउरी भन्ज्याङ हुँदै उता याङसिला पुग्ने। अनि यता चाहिँ डर हो। ल यस्तो छ है गाइजहरू हाम्रो चाहिँ। यो बोका चाहिँ ल, यो चाहिँ रिठाको बोट हो। यो रिठा भनेको थाहा छैन, फलेको पनि रहेछ हौ त्यहाँ। रिठा त फल्दो रहेछ। यहाँ पनि छ रिठा। हेर न, यो बाख्रा पनि ल कस्तो अटेरी हो। लु उता पो आइसकेछ। ल है त, धन्यवाद, थ्याङ्क यू।